Hello everyone, welcome to my YouTube. अभी मजा आएगा ना भिडो. Hello everyone, welcome to my YouTube channel. आजदेखि चाहिँ मैले भ्लग बनाउने स्टार्ट गरेको छु. आशा छ सबैले मन पराइदिनु हुनेछ. अनि आज चाहिँ हामी घुम्न जाँदैछौँ है. अनि म अनि यहाँ एउटा नेपाली दिदी हुनुहुन्छ हाम्रो मन्जु दिदी. हेलो. हामी चाहिँ आज घुम्न जाँदैछौँ समुद्रतिर. जाने त अरू ठाउँ नै जाने भनेर हिँडेको तर अलि ढिलो भएको हुनाले हामी अब समुद्रतिरै घुमेर आउँछौँ. अनि नजिकैको समुद्र घर नजिकैको समुद्रमा घुम्न जाँदैछौँ अहिले चाहिँ. झ्यालबाट देखिने समुद्र. त्यही पनि यसो रिफ्रेसमेन्टको लागि. अब त्यो हामी जाने भनेको चाहिँ हामी कहिले जाने के हामी अर्को दिन जान्छौँ. अब अर्को दिन भन्दा पनि अब अर्को हप्तातिर या कहिले हुन्छ हेरौँ त्यति बेला जान्छौँ. आज चाहिँ हामी यही नजिकैको समुद्रमा जाने. आज चाहिँ यसो घाम लागेको हुनाले हामी अलि बाहिर निस्क्यौँ भिटामिन डी पाउनलाई भनेर. निस्किन त कहिले काहीँ घाम देखिन्छ उनीमा होइन. प्रायः जसो देखिन्न त्यही पनि कहिले काहीँ चाहिँ देखिन्छ. घाम पनि यस्तो छ कि यस्तो मफलर लाउनु पर्ने यस्तो लाएर हिँड्नु पर्ने घाम छ. पुरै छोटो छोटो कपडा लाएर निस्किनेवाला घाम होइन कि न्यानै कपडा तर एउटा दुईवटा भए पुग्ने खालको कपडा वाला घाम हो. हजुरहरूलाई म भ्यू देखाउँछु यहाँदेखि. यो चाहिँ जाने बाटो हो. यस्तो छ है त. हामी बस्ने कुन बिल्डिङमा हामी बस्ने यो बिल्डिङ हो. हेर्नु हामी बस्ने बिल्डिङ चाहिँ यो हो चाहिँ. अनि हामी यहाँदेखि आइपुग्यो समुद्र जाँदैछौँ हामी. यतानिर त राम्रो राम्रो घरहरू रहेछ नि. ल हामी आइपुग्यौँ. हाम्रो नेपालको रोड जस्तो छ यहाँ चाहिँ अलिकति सानो गल्ली भएको. खोजेको क्या हो. ढुङ्गा खोजिरहेको छु क्या सायद. हावाले उडाए गाइस. हावाले उडायो. कुकुरलाई धेरै सुविधा छ यहाँ मान्छेलाई भन्दा के गर्नु.
समुद्रदेखि छुट्टिने बेला भयो हाम्रो। हामी लाग्यौँ सबै जोडियो अहिलेको लागि यति नजिक नभए नि। अब हामी चल्यौँ कता गोर्खा किचन पहिला हामी पेक जान्छौँ। पेक गएर अलिअलि पूजा जम्मा गर्नुपर्छ अनि त्यसपछि हामी जान्छौँ गोर्खा किचन। अनि अलिकति नास्ता सास्ता खानु पर्यो के त्यहाँ बर्गर सर्गर पाइनु फेरि चिप्स मात्रै खाने मनपर्छ मन पर्दैन चिप्स के चप्सिलो दामी हुन्छ। यो चाहिँ मैले काम गर्नुपर्छ ल एकछिन काम गर्नु बन्द हो भ्लग स्टार्ट गरिदिएको लाइक शेयर सब्सक्राइब गर्नु भन्नु छिटो अनि कमेन्ट हाम्रो ह्यान्डसम बाबा कि आउनुहुन्छ बुढो हाम्रो ह्यान्डसम दाइ कति दाइ हुन्छ होइन कटुकी होइन पनि कटुकी चाहिँ मलाई आफ्नो हुनुहुन्छ ल भिडियो त्यहाँसम्म पुऱ्याइदिन्छु मैले है ल हामी पाउँछौँ नि किन्न कि किन्न पाउँछौँ नि फेरि खान्छ